फ्री स्टाइल र्यापरदेखि काठमाडौँको मेयरसम्म उनको निडर नेतृत्व र साहसी निर्णयहरूले सहरलाई अहिलेसम्मकै फरक तरिकाले परिवर्तन गरेको छ। आज हामी काठमाडौँ मेयरका रूपमा बालेन शाहका शीर्ष 10 कामहरू गणना गर्दैछौँ। आउनुहोस् ढिला नगरिकन सुरु गरौँ। टेक्सिज परिवारमा यहाँहरूलाई स्वागत छ। नम्बर 1 मा रहेको छ प्रदर्शितमा क्रान्ति। बालेनले नगरपालिकाको बैठकहरूको प्रत्यक्ष प्रसारण सुरु गरे, जसले नागरिकहरूलाई निर्णय प्रक्रिया प्रत्यक्ष रूपमा हेर्ने अवसर मिल्यो। काठमाडौँका लागि यो पहिलो पटक भएको यस्तो निर्णयले नयाँ स्तरको जवाफदेहिता स्थापित गरेको छ। पारदर्शी यहाँ केवल शब्द होइन, यो नीति बनिसकेको छ। नम्बर 2 मा रहेको छ काठमाडौँको फोहोर व्यवस्थापनमा सुधार। चिसाडोल फोहोर व्यवस्थापन विवाद समाधानदेखि फोहोर वर्गीकरणको कडाइसम्म बालेनले दिगो फोहोर व्यवस्थापनलाई प्राथमिकता दिए। सङ्घीय सरकारलाई दबाब दिन सिंहदरबार परिसरबाट समेत फोहोर सङ्कलन रोके। स्वच्छ काठमाडौँको लागि यस्तो कडा निर्णय आवश्यक थियो। नम्बर 3 मा रहेको छ अवैध संरचनाको भत्काई। बालेनले ठूला खेलाडीहरूसँग सम्झौता गरेन। सार्वजनिक सम्पत्ति अतिक्रमण गरेका अवैध भवनहरू भत्काएर उनले स्पष्ट सन्देश दिए, कानुन सबैका लागि बराबर छ। नम्बर 4 मा रहेको छ डिजिटल काठमाडौँ स्मार्ट सेवा प्रणाली। काठमाडौँ अब डिजिटल युगतर्फ अघि बढिरहेको छ। जन्म दर्ता, कर तिर्ने, व्यवसाय दर्ता जस्ता नगरपालिकाका सेवाहरू अनलाइनबाटै लिन सकिन्छ। भ्रष्टाचार घटाउँदै नागरिकलाई सहज बनाउने यो प्रणाली तपाईँहरूले प्रयोग गर्नुभयो त अनुभव तल कमेन्ट गर्नुहोस्। नम्बर 5 मा रहेको छ सडक व्यापारी व्यवस्थापन। व्यवसाय र सार्वजनिक ठाउँ बीचको सन्तुलन। व्यापारीलाई निश्चित क्षेत्र तोकेर व्यापार गर्न दिने निर्णयले फुटपाथ खुल्ला भयो, पैदल यात्रीलाई सहज बन्यो। यो अनुगमन प्रक्रिया कडा बनाएर भिड नियन्त्रण गरियो। व्यापारी र सर्वसाधारण दुवैलाई फाइदा भएको यो निर्णय तपाईँहरूलाई कस्तो लाग्यो तल कमेन्टमा लेख्न नबिर्सिनुहोला। नम्बर 6 मा रहेको छ भ्रष्टाचार विरुद्ध कडा अभियान। नगरपालिकाभित्र अनियमितता गर्ने कर्मचारीलाई निलम्बन, खर्चमा कडा अडिट र भ्रष्टाचार सार्वजनिक रूपमा उजागर गर्न बालेनको निर्णयले प्रणाली सुधार गर्न सक्ला त? तपाईँहरूको विचार के छ? नम्बर 7 मा रहेको छ स्मार्ट सिटी योजना। उच्च प्रविधिसँगको काठमाडौँलाई प्रविधियुक्त सहर बनाउन बालेनले नयाँ योजना ल्याएका छन्। नम्बर 1 मा रहेको छ स्मार्ट ट्राफिक बत्ती। नम्बर 2 मा रहेको छ सीसीटीभी निगरानी। नम्बर 3 मा रहेको छ डिजिटल सूचना बोर्ड। यो योजना पुनः कार्यान्वयनमा आएमा कस्तो प्रभाव पर्ला त? तल कमेन्टमा लेख्नुहोस्। नम्बर 8 मा रहेको छ सम्पदा संरक्षण, हाम्रो पहिचान जोगाउँदै। 2072 को भूकम्पले ध्वस्त बनाएका ऐतिहासिक सम्पदाहरू पुनर्निर्माण गर्न बालेन सक्रिय भएका छन्। काष्ठमण्डप, रानी पोखरी, दरबार स्क्वायर, थुप्रै मन्दिरहरू पुनर्निर्माण गर्न बालेन सक्रिय भएका छन्। ऐतिहासिक सम्पदाको संरक्षण र आधुनिक विकास बीच सही सन्तुलन मिलिरहेको छ त? तल कमेन्टमा लेख्नुहोला। नम्बर 9 मा रहेको छ सार्वजनिक शौचालय अब सफा र व्यवस्था। काठमाडौँका पुराना सार्वजनिक शौचालयहरू सफा गर्नेदेखि लिएर नयाँ वातावरण मैत्री शौचालय निर्माणसम्म बालेनले सहरलाई अझ सफा बनाउन महत्त्वपूर्ण कदम चालेका छन्। नम्बर 10 मा रहेको छ भूमिगत तार परियोजना। सुरक्षाका लागि नयाँ पहल। काठमाडौँका झुन्डिएका तार हटाएर भूमिगत राख्ने योजना अघि बढ्दैछ। विद्युतीय झट्का र आगलागीको जोखिम कम गर्नको लागि पोलहरूमा लत्रिएका तारहरू जमिनभित्र गाडिने यो यस्तो योजनालाई सफल पारिँदैछ। सहरलाई सुन्दर बनाउने र विद्युतीय आपूर्ति सुधार ल्याउन यो योजना अघि बढाइएको हो। यो दीर्घकालीन परियोजनाले काठमाडौँको रूप नै बदल्नेछ। फोहोर व्यवस्थापनदेखि डिजिटल प्रविधिसम्म बालेन शाहको नेतृत्व साहसी निर्णयले भरिएको छ। तपाईलाई उनको कामहरू कस्तो लागिरहेको छ तल कमेन्ट गर्नुहोस्। यो पोस्ट लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला।